सम्पूर्णमा नमस्कार। म आर्यन देसाई रिमाल हाल बगौडा अस्पतालमा कार्यरत छु र आज यहाँहरूलाई छोटो जानकारी दिन उपस्थित भएकी छु। आजको जानकारी चाहिँ राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सम्बन्धित रहनेछ। यस विषयमा हामी छोटो जानकारी मलाई जे जति थाहा छ त्यो बारेमा चाहिँ हजुरहरूसँग सेयर गर्न आएकी छु। मन पर्यो भने हजुरहरूले पनि आफ्ना साथीहरूलाई र जसलाई चाहिँ यो लक्षित वर्गहरू चाहिँ जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ सेयर गर्न सक्नुहुन्छ। ल यो अभियान भनेको चाहिँ 753वटै नगरपालिकाहरूमा चाहिँ अहिले हुँदैछ। यसलाई चाहिँ हामीले राष्ट्रिय पोषण कार्यक्रम भनेर चाहिँ लिएका छौँ। त्यो चाहिँ जुन वैशाखको 15 गतेदेखि चाहिँ 30 गतेसम्म भइरहेको छ। नेपाल सरकारले चाहिँ यस अभियानलाई चाहिँ राष्ट्रिय अभियानकै रूपमा लिएर वैशाख 15 देखि 30 सम्ममा चाहिँ विभिन्न सामग्रीहरू प्रयोग गरेर विभिन्न जनस्वास्थ्य कर्मीहरूलाई प्रयोग गरेर चाहिँ हाम्रो बच्चाहरू जुन लक्षित वर्गका बच्चाहरू हुनुहुन्छ 6 महिनादेखि 59 महिनासम्मका बाबु नानीहरू सबैजनाको चाहिँ पोषण स्थिति कस्तो छ भनेर थाहा पाउने र यदि उहाँहरूलाई चाहिँ उपचारको खाँचो छ भने चाहिँ त्यो उपचारहरू चाहिँ शीघ्र होस् भन्ने मान्यताका साथ यो कार्यक्रम चाहिँ चलाइरहेको छ। त्यसैले विशेष गरी हामीहरू सबैजनाले चाहिँ आफ्ना घरमा रहेका बच्चाहरू, आफ्ना छिमेकीहरू, आफ्ना रिलेटिभहरू जो जति पनि हुनुहुन्छ सबैजनालाई चाहिँ यो सूचनालाई पनि मान्यता गर्दै र अरू विशेष सूचनाहरूलाई पनि मान्यता गर्दै सबैजनाले चाहिँ आफ्नो नगरपालिकाले आफ्नो स्वास्थ्य संस्थाले चाहिँ तोकेको ठाउँमा चाहिँ बच्चाहरूलाई लगेर विशेष जाँच जुन स्वास्थ्य कर्मीहरूले गर्नुहुनेछ, हाइट लिइनेछ, त्यसमा वेट लिइनेछ, पाखुराको नाप लिइनेछ, त्यो नापहरू सबै लिएर आफ्नो बच्चाको पोषण स्थिति चाहिँ कस्तो छ भन्ने कुरा थाहा पाएर ढुक्क रहनु हुनको लागि चाहिँ यो सूचना प्रकाशित गर्दैछु। धन्यवाद।